नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मल्लिका थापासँगै मिलन तिमिल सिन्हाको स्वागत छ। आज 2082 साल जेठ 29 गते बिहीबार सन् 2025 जुन 12 तारिक असार कृष्ण पक्षको प्रतिपदा तिथि। काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। यो वर्ष नेपालको आर्थिक वृद्धि 4% मात्र हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण। राष्ट्र बैंकको तथ्याङ्कमा मूल्य वृद्धि घटे पनि बजारमा भने घटेन। सबै तहका राजनीतिक र प्रशासनिक नेतृत्वलाई विदेश भ्रमणमा अख्तियारको अंकुश। स्पष्ट उद्देश्य, निर्धारित उपलब्धि र आवश्यकताको आधारमा मात्र जाने गरी व्यवस्थित गर्न निर्देशन। सरकारले कडा प्रावधान राखेर साइबर सुरक्षा ऐन ल्याउँदै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई को प्रयोगले सजिलोसँगै चुनौती पनि थपिँदै प्रयोगकर्तामा चेतना बढाउनु पर्ने खाँचो। मलाई एउटा भिडियो आयो भने मेरो आमाले हेर्नुभयो भने उहाँले चाहिँ यो हो नै भन्नुहुन्छ, किनभने फोटो उस्तै हुन्छ, आवाज उस्तै हुन्छ। तर मसित त्यो एउटा चेतना के छ भने एकचोटि क्रस चेक गरौँ है, यो सत्य हो कि होइन। दक्षिण अफ्रिकामा बाढीका कारण 49 जनाको ज्यान गयो। विद्यालयको गाडी बगाउँदा 4 बालबालिकाको मृत्यु, 4 जना बेपत्ता। र 15औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु। काया कैरनमा अब खबरको सिलसिला। काया कैरन समसामयिक समाचारका साथमा ग्लोबल आईबी बैंक, सबैका लागि बैंक। सर्वोच्च अदालतले बहुप्रतीक्षित संवैधानिक निकायका 52 जनाको नियुक्ति सम्बन्धी मुद्दाको निर्णय असार 18 मा सुनाउने भएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, डाक्टर मनोज कुमार शर्मा, डाक्टर कुमार चुडाल र डाक्टर नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा हिजो पेशी चढेको थियो। यसअघि मुद्दाको निर्णय सुनाउने हिजो नै तय भएको थियो। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार न्यायाधीशहरू मुद्दाको अध्ययन एवं छलफलमा रहेकाले निर्णय सुनाउने मिति सरेको हो। संवैधानिक इजलासका न्यायाधीशहरूले हिजो 6 घण्टासम्म छलफल गरे पनि निर्णयमा पुग्न सकेनन्। कुनै पनि न्यायाधीशले राय नदिएकाले आदेश लेख्ने बाँकी रहेको इजलास सम्मत अधिकारीहरूको भनाइ छ। संवैधानिक नियुक्तिमा संवैधानिक इजलास 4 वर्ष व्यवस्था, 4 महिना तीव्रता, अन्तिममा अलमल शीर्षकको खबर कान्तिपुरले लेखेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 4% हुने प्रक्षेपण गरेको छ। आइएमएफले प्रकाशित गरेको विज्ञप्ति अनुसार विगतको अनुमान भन्दा अहिले वृद्धि दर झनै कम हुने देखिएको हो। गएको मार्चमा उसले नेपालको आर्थिक वृद्धि दर 4.2% हुने प्रक्षेपण गरेको थियो। आइएमएफले भन्दा विश्व बैंकले आर्थिक वृद्धि धेरै हुने प्रक्षेपण गरेको छ। यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयले यो वर्ष 4.61% ले अर्थतन्त्रको आकार बढ्ने अनुमान गरेको छ। आइएमएफका अनुसार बैंकहरूमा खराब कर्जा अझै उच्च रहेको र सहकारी लगायतका क्षेत्रमा सुधार आउन सकेको छैन। बैंकहरूको खराब कर्जा सुधारका लागि यसमा निहित जोखिममा सावधानी अपनाउँदै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने सुझाव दिएको छ। यो वर्ष आर्थिक वृद्धि 4% मात्र शीर्षकमा कारोबार दैनिकले खबर लेखेको छ। यसैबीच नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य वृद्धि दर घटेको उल्लेख गरे पनि बजारले त्यस्तो देखाएको छैन। बैंकले अस्ति मंगलबार सार्वजनिक गरेको तथ्याङ्कमा गएको वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धि दर मुद्रास्फीति घटेर 2.77% रहेको उल्लेख गरेको छ। गएको वर्षको यही महिनामा यस्तो मूल्य वृद्धि दर 4.40% रहेको बैंकको दावी छ। तर बजार भाव हेर्दा धेरै जसो वस्तुको मूल्य बढेकै छ। सर्वसाधारणले मूल्य घटेको अनुभूति पाएका छैनन्। चामल, तेल, बेसार, मकै, गहुँ लगायत धेरै जसो खाद्य वस्तुको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। कान्तिपुरले खबर छापेको छ। भिजिट भिसा प्रकरणलाई लिएर 2 हप्तादेखि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्दा बजेट, महत्त्वपूर्ण विधेयक तथा नागरिकका सरोकार सम्बन्धी मुद्दामाथिको छलफल रोकिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारी अनुसन्धान सुरु गरेपछि गृहमन्त्री रमेश लेखक समेतलाई जोडेर थप छानबिनको माग गर्दै विपक्षी दलले बजेट प्रस्तुत गर्न बाहेक 13 जेठ यता संसद बैठक चल्न दिएका छैनन्। भिजिट भिसा प्रकरणमा थप छानबिन गर्न अधिकार सम्पन्न संसदीय समिति बन्नुपर्ने माग राखेर भइरहेको संसदको अवरोध
हिजो पनि खुल्न सकेन। सत्तारूढ एमाले र काङ्ग्रेस एवं प्रमुख प्रतिपक्षी माओवादी बीच संसद खुलाउने बारे सैद्धान्तिक समझदारी बने पनि पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको अडानका कारण सहमति हुन नसकेको हो। माओवादी र रासोपा बीच सहमतिको भाषा र मुद्दामा फरक मत देखिएको खबर कान्तिपुरले लेखेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै तहका राजनीतिक र प्रशासनिक नेतृत्वलाई विदेश भ्रमणमा अंकुश लगाएको छ। अख्तियारले सरकारका नाममा 31 बुँदे निर्देशन जारी गरी संघ, प्रदेश र स्थानीय तहका राजनीतिक र प्रशासनिक पदाधिकारीको विदेश भ्रमणले आर्थिक भार परेको भन्दै भ्रमणमा अंकुश लगाएको हो। अत्यधिक वैदेशिक भ्रमणले सार्वजनिक खर्च, सेवा प्रवाह र नागरिक स्तरमा समेत नकारात्मक प्रभाव पारेको छ, जसले गर्दा स्पष्ट उद्देश्य, निर्धारित उपलब्धि, समान तहको निमन्त्रणा र आवश्यकता समेतका आधारमा मात्र भ्रमणमा जाने गरी व्यवस्थित गर्न निर्देशन गरिन्छ, अख्तियारले भनेको छ। अख्तियारले विदेश भ्रमणबाट फर्किएपछि अध्ययन वा अवलोकनमा सिकेका विषयको अनिवार्य रूपमा प्रतिवेदन बनाएर राख्ने व्यवस्था मिलाउन पनि भनेको छ। कूटनीतिक र सरकारी राहदानीको प्रयोग निजी भ्रमणमा नगरी देशको प्रतिनिधित्व गर्ने काममा मात्र गर्न निर्देशन भएको छ। विदेश भ्रमणमा अख्तियारको अंकुश शीर्षकमा नागरिकले लेखेको छ। यसैबीच मानव विकास सूचकाङ्क एसडीआईमा यस वर्ष नेपालको 1 स्थान सुधार भएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्क प्रतिवेदन 2025 ले नेपाल 145औं स्थानमा परेको देखाएको हो। विश्वका 193 देशमध्ये गएको वर्ष नेपाल 146औं स्थानमा रहेकामा यस वर्ष केही सुधार भएर 1 स्थान माथि उक्लेको हो। सन् 2022 मा नेपाल 150औं स्थानमा थियो। सन् 2025 मा एसडीआईमा नेपालले 0.622 अंक स्कोर प्राप्त गरेको छ। सन् 2024 मा नेपालले प्राप्त गरेको 0.605 अंक प्राप्त गरेको थियो। यो अवधिमा नेपालीको औसत आयु 70.4 वर्ष छ। कान्तिपुरले खबर छापेको छ। पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै पूर्वी नवलपरासीमा 47 मिलिमिटर पानी परेको छ। अहिले कास्की, नवलपरासी, पर्वत, पाल्पा, तनहुँ लगायतका ठाउँमा पानी परिरहेको छ। गैराती, झापाको बाहुनडाङ्गी वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा ठूलो वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकाले झापा जिल्ला भई बहने निन्दा खोला, मेची नदी र ससाना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा आज बिहानसम्म नै सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका देशका पहाडी भूभागका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कायाकैरनमा एआई को बढ्दो प्रयोगको विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। यतिन्जेल हामीले संवैधानिक निकायका 52 पदाधिकारीको नियुक्ति सम्बन्धी मुद्दाको निर्णय असार 18 मा हुने, यो वर्ष नेपालको आर्थिक वृद्धि 4% मात्र हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण, राष्ट्र बैंकको तथ्याङ्कमा मूल्य वृद्धि घटे पनि बजारमा भने घटेन, सबै तहका राजनीतिक र प्रशासनिक नेतृत्वलाई विदेश भ्रमणमा अख्तियारको अंकुश, पूर्व र मध्य भेगका केही ठाउँमा रातिदेखि वर्षा लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। ढल निर्माणको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। हिजो दायर मुद्दामा अख्तियारले ठेक्कामा 4,31,72,000 रुपैयाँ हिनामिना भएको दावी गरेको छ। परियार अहिले सूचना तथा प्रसारण विभागका महानिर्देशक छन्। विद्युतीय कारोबार ऐन खारेज गर्ने भएको छ। थप कडा प्रावधान सहित सूचना प्रविधि तथा साइबर सुरक्षा ऐन जारी गर्ने तयारीमा रहेको सरकारले वैयक्तिक गोपनीयतालाई उच्च प्राथमिकतामा राखेको छ। कसैले निश्चित प्रयोजनका लागि दिएको आफ्नो व्यक्तिगत विवरण अनुमति बिना अर्को पक्षलाई दिएको पाइएमा अब दण्डनीय हुने भएको छ। यसरी व्यक्तिगत विवरण दुरुपयोग गर्ने विरुद्ध सूचना प्रविधि तथा साइबर सुरक्षा ऐन आकर्षित हुनेछ भने विवरण दुरुपयोग गरे बापत कसुरको मात्रा हेरी 2 वर्षसम्म कैद वा 3 लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्तावित विधेयकमा उल्लेख छ।
अहिले मेसिन र एआई मानव जीवनको अभिन्न अङ्ग बनिसकेको छ। मानिसको निर्देशन बुझ्ने, अनुहार चिन्ने, आफै गाडी हाँक्ने, जित्नका लागि कुनै खेल खेल्ने, सोच विचार गर्न सक्ने कृत्रिम बुद्धिलाई आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई भनिन्छ। अहिले मानिसले धेरै काममा एआईको उपयोग गरिरहेका छन्। अनेकौं परीक्षण पनि भइरहेका छन्। मानिसलाई धेरै समय लाग्ने कामहरू एआईको प्रयोगबाट केही बेरमै सम्पन्न हुन थालेको छ। पछिल्लो समय नेपालमा पनि एआईको प्रयोग बढेको छ। यसको प्रयोग, सम्भावना र चुनौतीबारे साथी विकास चापागाईले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका डिजिटल प्रविधि विभागका उपप्राध्यापक डाक्टर ऋतुराज लम्सालसँग कुरा गर्नु भएको छ। पछिल्लो समय अब तपाईँहरूको अहिले ब्याङ्किङ क्षेत्रमादेखि लिएर कृषि क्षेत्रमा, त्यसपछि गएर यो म्यानुफ्याक्चर सेक्टरमा, त्यसपछि गएर बिजनेस रिटेल सेक्टरमा पनि हामीले एआईको प्रयोगहरू देख्नमा आएको छ। यद्यपि यी सबै अहिले प्रारम्भिक चरणमै छन्। त्यसको चाहिँ अझै लाग्ला मेरो विचारमा 2-4 वर्ष, जुन चाहिँ साँच्चै नै एआईको प्रतिफल आउनलाई। तर प्रयास र प्रयोगहरू भइरहेका छन्। मानिसले गर्न सक्ने भन्दा पनि बढी काम एआईले गर्न सक्छ। यसलाई मैले अलिकति भन्दाखेरि हाम्रो एआईको क्लासिफिकेसन जुन छ त्यसमा चाहिँ एउटा चाहिँ विक एआई भन्छौँ। अहिले हामी त्यो विक एआई भन्नेमा छौँ, जसले चाहिँ मानिसले गर्न सक्ने भन्दा कमै काम गर्ने हो। तर स्ट्रङ एआई भन्ने छ, जुन चाहिँ मानिसको इन्टेलिजेन्स भन्दा पनि त्यो सरह गर्न सक्ने र पछि गएर यसलाई सरपास गर्ने पनि एआईहरू हुन्छ भनेर परिकल्पना गरिएको छ। त्यसले गर्दा अहिलेसम्म चाहिँ मानिसले गर्न सक्ने भन्दा त कमै छ, तर भविष्यमा यो कता जान्छ, योभन्दा बढी जान्छ भन्ने चाहिँ धेरै कुराहरू छ। एआईबाट गर्न सक्ने काम र लिन सक्ने फाइदाहरू चाहिँ के छन्? एउटा तपाईँले निवेदन लेख्नु पर्यो, कुनै एउटा हाम्रो सरकारी कार्यालयमा निवेदन लेख्नु पर्यो, तर तपाईँलाई निवेदनको ढाँचा आउँदैन, लेख्न जान्नुहुन्न, तपाईँलाई केही भन्नु परेन, एउटा कमान्ड बोलेर भन्नुहोस् मलाई यस्तो यस्तोको निवेदन चाहिएको थियो, लेखिदिनुहोस् भन्नुहोस्, तपाईँको एआईले त्यो सबै एकदम मिलाएर लेखिदिन्छ। बोलेर हुन्छ कि सुनेर हुन्छ कि त्यसलाई युज गरेर हुन्छ कि आफ्नो ढाँचा अनुसारको कृषि क्षेत्रमा अथवा स्वास्थ्य क्षेत्रमा, ग्रामीण इलाकाहरूमा स्वास्थ्य पहुँच त्यति नपुगेको ठाउँहरूमा पनि अब एआई प्रविधिहरू, वेरेबल डिभाइसेसहरू हुन्छ, जहाँ चाहिँ तपाईँको तापक्रम, तपाईँको बडीको ब्लड फ्लो, होइन, मुटुको चाल, यो सबै तपाईँको चाहिँ इन्टरनेट अफ थिङ्स माध्यमबाट सहर बजारको डक्टरहरूसम्म हामीले पुर्याउन सकिन्छ। उसको हिस्ट्री, इतिहास राख्न सकिन्छ र उसलाई हामीले चाहिँ तपाईँको यस्तो हुँदैछ है, अलिकति केयरफुल हुनुहोस्, यो नखानुहोस् अथवा यो खानुहोस् भनेर यहीँ बसेर ग्रामीण इलाकामा पनि हामीले त्यसको चाहिँ टेलिमेडिसिनको रूपमा काम गर्न सकिनेछ र सम्भावना धेरै छन्, अथाह फाइदाहरू छन्। मोबाइल चलाउँदै गर्दाखेरिमा एउटा सूचना आयो अथवा इन्फर्मेसन आयो, अब त्यहाँ अहिले एआईको प्रयोग भएर विभिन्न फोटोहरू बन्छ, भिडियो बन्छ। त्यो भिडियो कतिको विश्वसनीयता हो वा होइन भनेर चाहिँ कसरी चिन्ने हो? अब यसैमा सबभन्दा पहिला तपाईँको चेतना भनेकै यही हो। जस्तै मलाई एउटा भिडियो आयो भने मैले त्यो भिडियो मेरो आमाले हेर्नुभयो भने उहाँले चाहिँ यो हो नै भन्नुहुन्छ, किनभने फोटो उस्तै हुन्छ, आवाज उस्तै हुन्छ। तर मसित त्यो एउटा चेतना के छ भने एकचोटि क्रस चेक गरौँ है, यो सत्य हो कि होइन, यो चाहिँ यत्तिकै विश्वास नगरौँ है भन्ने मसित चेतना पलाइसक्यो। किन भन्दा मैले थाहा बुझिसकेँ कि यस्तो हुनसक्छ, होइन। कसैले आफ्नै श्रीमतीको, आफ्नै छोराछोरीको भोइसबाट मलाई फोन गर्न सक्छ, त्यो फोन गरेर उसले मलाई केही कुराहरू ढाँट्न सक्छ। त्यही भएर यसलाई चाहिँ विशुद्ध प्रयोगकर्ताकै उसमा भर पर्छ। र काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। कालो पाइन्ट, जुवारी कोट र कालो चस्मामा सजिएर विद्यार्थी पढाइरहनु भएको 30 वर्षीय रञ्जित महतो झट्ट देख्दा दृष्टिविहीन लाग्नु हुँदैन। रौतहटको माधवनारायण नगरपालिका 7 लौका घर भएका उहाँ चन्द्रपुर 8 सन्तपुरमा रहेको शुभलाल माविका शिक्षक हुनुहुन्छ। महतो अस्ति मंगलबार ब्रेल लिपिको मद्दतले कक्षा 10 का विद्यार्थीलाई नेपाली विषय पढाइरहनु भएको थियो। उहाँ शुभलाल माविकै विद्यार्थी समेत हुनुहुन्छ। शुभलालमा कक्षा 1 मा भर्ना भएर 12 सम्म पढ्नुभयो। त्यसपछि चन्द्रपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसबाट 2078 मा स्नातक गर्नुभयो। फागुन 2080 मा शिक्षक सेवा आयोगको परीक्षा दिनुभयो। दृष्टिविहीन भएकाले परीक्षा दिन कक्षा 9 मा अध्ययनरत विद्यार्थीलाई सहयोगीका रूपमा राख्न पाइन्छ। उहाँले त्यसै गर्नुभयो। सहयोगीले प्रश्न पढ्थे, उहाँले उत्तर दिनुहुन्थ्यो, सहयोगीले लेख्थे। त्यसैगरी आयोगको परीक्षा पास गर्नुभयो। उहाँले
30 चैत 2080 मा शुभलाल माविमा स्थायी शिक्षकका रूपमा हाजिर गर्नुभयो। मनको दृष्टिले पढाएर विद्यार्थीका प्रिय बनेका रञ्जित सर शीर्षकमा कान्तिपुरले खबर छापेको छ। अब विदेशको खबर। दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म 49 जनाको ज्यान गएको छ। बाढीले स्कुल बस समेत बगाउँदा त्यसमा रहेका 4 बालबालिकाको ज्यान गएको छ भने अरू 4 जना बेपत्ता भएका छन्। प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धारको कार्य भइरहेको पूर्वी केपका प्रमुख लुबा बालो ओस्कर मायावनले बताउनु भएको छ। यस क्षेत्रमा पछिल्लो 1 हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने महत्त्वपूर्ण पूर्वाधारहरूमा क्षति भएको खबरमा उल्लेख छ। ठूलो वर्षा, हिमपात र चिसोको वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभाव पारेको बीबीसीले जनाएको छ। अब खेल खबर। युवा तथा खेलकुद मन्त्रालयको सहयोग र राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा 15औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा विभिन्न कार्यक्रम सहित हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। 7 प्रदेशबाट 686 खेलाडीले कुल 66 स्वर्ण, 66 रजत र 98 कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी 6 खेल समावेश छन्। प्रतियोगिता भोलि शुक्रबारसम्म चल्नेछ। यसैबीच नेपाली सीएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिपमा द्रुतगतिको ब्लिट्जमा रजत पदक जितेका छन्। श्रीलङ्कामा सम्पन्न द्रुतगतिको ब्लिट्जमा 8औं वरियताका 2130 रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका 2379 उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए। उनले बंगलादेशका 2142 रेटेड आइएम मनोन रेजानिरसँगको खेल भने गुमाएका छन्। विश्व बुद्धिचाल महासंघ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलङ्कामा चेस फेडरेसनले जुन 4 देखि प्रतियोगिता आयोजना गरेको हो। नेपाल बुद्धिचाल महासंघका अनुसार प्रतियोगितामा आयोजक राष्ट्र श्रीलङ्का सहित नेपाल, बंगलादेश, भारत, काजाकिस्तान, मालदिप्स, रसिया, तुर्कमेनिस्तान र उज्बेकिस्तान गरी 9 राष्ट्रका 59 खेलाडीको सहभागिता थियो। काया कैरनमा अब केही खबर संक्षेपमा। जिल्ला अदालत काठमाडौँले 2वटा अनलाइनलाई समाचार हटाउन जारी गरेको आदेशले नेपालको संविधानको प्रस्तावना र मौलिक हक अन्तर्गत सञ्चारको हकको उल्लङ्घन भएको भन्दै नेपाल पत्रकार महासंघ लगायतका संस्थाले विरोध जनाएका छन्। सरकारले विद्युतीय अभिलेखले कानूनी मान्यता पाउने र विद्युतीय माध्यमबाट हुने चोरी नियन्त्रण गर्न सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। अस्ति मंगलबार दर्ता गरेको विधेयकमा विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न साइबर स्पेसमा रहेका सूचना, तथ्याङ्क वा विवरणको संरक्षण तथा व्यवस्थित प्रयोग गर्ने उल्लेख छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा कडाई गरिएको छ। स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षणमा कडाई गर्दै नयाँ कार्यविधि जारी गरेको हो। कार्यविधिमा वैदेशिक रोजगारीमा जाने हरेक श्रमिकका लागि अनिवार्य रूपमा गरिनुपर्ने स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको विस्तृत सूची समावेश गरिएको छ। गलत र फर्जी मेडिकल परीक्षणको समस्या हटाउन स्वास्थ्य परीक्षणलाई कडाई गरिएको श्रम मन्त्रालयका प्रवक्ता डन्नुराज घिमिरेले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ। दाङको भौगोलिक रूपमा विकट मानिने हाँसीपुर क्षेत्रलाई यातायातसँग जोड्ने बीपी मार्ग अन्तर्गत स्वामीघाटदेखि हाँसीपुरसम्मको सडकका घुम्तीमा ढलान गर्न थालिएको छ। पहाडी क्षेत्रमा बर्खामा पानीले सडक बिगार्ने भएपछि बगलाचुली गाउँपालिका 8 अन्तर्गत पर्ने क्षेत्रमा सडकका घुम्तीमा आरसीसी ढलान गर्ने काम भइरहेको छ। यस्तै दाङको राजपुर गाउँपालिका 1 बेलाका अजय यादव दुध बिक्री गर्न पौडी र राप्ती नदी वारिपारी लमही आउनुहुन्थ्यो। नदीमा भेला आएको समयमा दुध बिक्री गर्न बजार आउन सम्भव नै थिएन। कतिपटक उहाँले दुधले भरिएका भाडा नै नदीमा बगेको स्मरण पनि गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, पुल नहुँदा राप्ती पारी लमही बजार क्षेत्रमा जान हैरानै थियो। भेलमा दुधले भरिएका
ग्यालेन नै नदीले बगाएर घर फर्केको छु। पुल बगेपछि पहिलेको सबै कष्ट बिर्साएको छ। पुलले जोडियो राप्ती वारिपारी शीर्षकमा गोरखापत्रले खबर छापेको छ। र देशलाई पातलो प्लास्टिकबाट मुक्त गर्ने सरकारी घोषणा 10 वर्षसम्म पनि घोषणामै सीमित भएको छ। पातला प्लास्टिक प्रतिबन्ध गर्ने असफल प्रयास, अस्थिर नीतिले असफल शीर्षकको खबर कारोबार दैनिकले लेखेको छ। कायाकैरनमा अब पालो उखानको। रातिको उठान, मुरीको कुटान। उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक। यो वर्ष नेपालको आर्थिक वृद्धि 4% मात्र हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण। राष्ट्र बैंकको तथ्याङ्कमा मूल्य वृद्धि घटे पनि बजारमा भने घटेन। सबै तहका राजनीतिक र प्रशासनिक नेतृत्वलाई विदेश भ्रमणमा अख्तियारको अंकुश। स्पष्ट उद्देश्य, निर्धारित उपलब्धि र आवश्यकताको आधारमा मात्र जाने गरी व्यवस्थित गर्न निर्देशन। सरकारले कडा प्रावधान राखेर साइबर सुरक्षा ऐन ल्याउँदै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई को प्रयोगले सजिलोसँगै चुनौती पनि थपिँदै प्रयोगकर्तामा चेतना बढाउनु पर्ने खाँचो। दक्षिण अफ्रिकामा बाढीका कारण 49 जनाको ज्यान गयो। विद्यालयको गाडी बगाउँदा 4 बालबालिकाको मृत्यु, 4 जना बेपत्ता। र 15औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु। र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब सभा शीर्षकमा अबिलले बनाउनु भएको कार्टुन लिएका छौँ। सरकारले सञ्चार माध्यम अर्थात् प्रेसमाथि हस्तक्षेप गर्न थालेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा मन्त्रालयमा मन्त्रीका सुरक्षा गार्ड, पत्रकार र अरू मान्छे पनि छन्। त्यही बेला मन्त्री कुर्सीबाट जुरुक्क उठेर पत्रकारलाई धकेल्दै अचेड्दै भित्तामा पुर्याएर उनको मुख थुन्दैछन्। अनि वरपर रहेका मान्छेतिर फर्केर उनी भन्दैछन्, प्रेस भन्यो अनि प्रेस गरिदिया नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कँदा मौसम र बाटोको बारेमा जानकारी लिने गरौँ। नमस्कार।